1 2 3 देनु नि यति राति लाका छौवालिङाई दर्शन गरे बाबुआमाहरू जहाँ बसे त्यही उठेर नाच्दियो एकदम मन नदुखाउनु उहाँले भने नि मैले त धेरै माया गरेको छु जसलाई हेऱ्यो त्यही राम्रो हो स्याङ्जा वालिङबाट यतै बसेर अझै घर जम गरौँ जस्तो लाग्छ 84 वर्षमा भयो नि अब सम्झिन सबैजना आउनु भएको छ कस्तो मिलेर बस्नु भयो आहा बुढेसकालमा आँखा देख्नु भएको छ नि चस्मा त लाउनु भएको छ म पनि बिर्सिनु भएछ मेरो त यो नक्कली दाँत भयो नि हाँस्या छु के अरे सबैसँग माया गाँस्या छु सबैलाई धन्यवाद छ अब दोहोरी गाउँछौँ हामी धेरै सबलाई नचाएर गीत पुर्याएर पठाउनु पर्छ है गाईलाई सुत्न दे आनन्द सङ्गीतले निद्रा नि यो मादल हेर्नु मादल ट्राभल बनाइदिनु ट्राभल मात्रै हाम्रो त ट्राभल मात्रै बजाउनु एकछिन यो हेर्नु ट्राभल हेर्नु मोनिटर हानेको मोनिटर कमाएको क्या ट्राभल मोनिटर बनाइदिनु कि यसको मोनिटर बनाइदिनु क्या मोनिटर माथिको मोनिटर भन्नाले मादलको मात्रै मोनिटर छैन गर्ने ए वातावरण बिग्रियो भने हजुर हामी बाँचिन्न कहीँ पनि टिटिरी पिटिरी टिटिरी पिटिरी टिटिरी पिटिरी ड्याम जोथा भावी थोर फाल्नेलाई लगाइदिउँ ड्यामका ड्याम यस्तो तरिकाको अभियानमा लागेर होइन ल अहिले गाउँनु होला उहाँ श्रीमन्तजीको बुद्धिसागरजीको घर यही तल उत्तर वाहिनी हो चैतन्य किसा महाराजको एकदम घनिष्ठ हुनुहुन्छ उहाँले पनि बाजु राणा कणेलजी मेरो सबैलाई सम्झना छ भन्नुभएको छ फोन गरेर
समाजमा म जहाँ जान्छु नाता नपर्ने हामी कोही छैनौँ। त्यसकारण जति पनि आमाहरू आउनुभएको छ, बुवाहरू आउनुभएको छ, सेतै फुल्नु भएको छ, सधैँ इन्द्राणी भनेर तपाईँहरूलाई हामीलाई भन्दा बढी पिर पर्छ। मैले त्यो पनि बुझेको छु। आज नारायण पङ्गेनी भाइले कतारमा बस्दा बस्दै उहाँको बुवा आमाले पनि इन्द्राणी मन पराउने हुँदा आफ्नो ठाउँलाई चिनाउनु पर्यो भनेर यहाँ लिएर आउनुभयो। आज गौशाला गइयो, विभिन्न ठाउँमा गइयो, उहाँलाई जोरदार ताली दिएर सम्मान गरौँ। आज नारायण भाइ नभइदियो त यति चाँडो यसरी यो मैदानमा भेट्नु हुन सक्थ्यो, हुन्थेन पनि। आज म मात्रै आएको छैन। नाचे त गाएको सार छैन, लगाइदिन्छन् टीका कस्तो लाग्यो यो वालिङ भूमिका लगाइदिन्छन् टीका कस्तो लाग्यो यो वालिङ भूमिका मन भए बसौली छिटोएर एउटा फसौली बस्ने भएसी बसौली छिटोएर एउटा फसौली श्रीमती नभाको मन परेर च्याङ्गामै आएको को छ
फस्किँदै आकी छौ हे पशुपति दाइ देख्दा मुखमा रेलगाडी छ घर भएर फस्किँदै आकी छौ दाइ देखेर खबर बाँकी छ तिमीलाई गाडा बधाई गाडा माछी गाडे गाडैमा घर छ तिमीलाई गाडा बधाई गाडा माछी गाडे गाडैमा घर छ भरैमा पर्दिन्छु स्याङ्जाको घर तिमीलाई पास गरिदिन्छु आते आटा भरैमा पर्दिन्छु स्याङ्जाको घर तिमीलाई पास गरिदिन्छु तिमीलाई गाडा बधाई गाडा माछी गाडे गाडैमा घर सार्छु तिमीलाई गाडा बधाई गाडा माछी गाडे गाडैमा घर सार्छु जोरदार थाली कस्तो लाग्यो हजुर मलाई राजा गुरुङ पशुपति शर्मा घनश्याम रिजाल हाम्रो माया गुरुङ सबैलाई मिल्छ ल हाम्रो छात्र भाइ Thank you.
बाटैमा तनाउ बिर्सी जाने जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौ ट्र्याकले गर्नु होला छत्र भाइ तिमीलाई भर्त बसेछु भन्थे पोखर परार साइला पोखर परार अर्कैस बिहे गर्छु पो भन्छे बाउसित डरार साइला बाउसित डरार हो कि होइन वालिङ जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौ स्याङ्जा जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौ स्याङ्जा जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौ बिर्सी जाने मायालाई के भनौ सबैले बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौ स्याङ्जा जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौ बिर्सी जाने मायालाई के भनौ हाम्रो बाले जिन्दगी भरि गाउला नाचौला
तिर्सना मेटाउला साइला तिर्सना मेटाउला नमरी बाँचे कालाले साँचे फेरि नि भेटाउला साइला फेरि नि भेटाउला भगिरहेको स्याङ्जा जानी बाटैमा तनाउ बिर्सी जानी मायालाई के बिर्सी जानी मायालाई के भनौ स्याङ्जा जानी बाटैमा तनाउ बिर्सी जानी मायालाई के भनौ बिर्सी जानी मायालाई के भनौ बिर्सी जानी मायालाई के भनौ स्याङ्जा जानी बाटैमा तनाउ बिर्सी जानी मायालाई के भनौ बिर्सी जानी मायालाई के भनौ अरे स्याङ्जा जानी एक फेरि आज किख्न कल त आउनु भएको छ म दाइको गाउँ पनि गएको छु घरै पनि आएको छु गीत गाउनु लागि सुर्खेतमा दाइ अन्त बोलाउँ भने बिरानो मुलुका लालु पातेर गयो मायाले डाँडै काटेर लालु पातेर गयो मायाले डाँडै काटेर लालु पातेर गयो मायाले डाँडै काटेर धन्यवाद तिमलाई भेट्न आए मङ्दा गोरे गुरुङ पाउँदा क्या हेर्थे ठाकुरे बजगाई देख्दा पुरानो याद आउँछ सँगै सँगै कृष्णलाई लाने कृष्ण पुटिला छ सुन्तला खाएर
हे यो राजुको ठिक छैन खबर ठिक छैन खबर ए सुन्तला होइन हो आन्टी लबर दाया बाया छसेरो फेरो त छसेरो फेरो त ए आन्टी होइन जेन्जी छ मेरो त काली भरे मेरो मायालाई नबिर्सनु छसेरो फेरो त छसेरो फेरो त आन्टी होइन जेन्जी छ मेरो त रामजी रामलाई जेन्जी भन्छ तिनटा कि आमा काली